Nikhil. You are insane, Sudan. Yay. आमा तिमी नहुँदा त घर त खाली खाली लाग्छ तिमी भए आमासँग जिते जस्तो लाग्छ मेरो के गल्ती थियो तिमीले छाडी गयो मलाई पनि दुःख पर्यो मनमा तर कसरी त कसलाई भनौँ हुँदैछु म आज सडक छ बास मेरो आमाले छाडेदेखि टेन्सन भयो लाटे गाह्रो हिँड्न चाहिँ गाह्रो आमा बिना उठ्दाखेरि लड्ने हात छैन समाउने कसले केही भनौँ आमा म त जहिले पनि रक्सी खाँदै छापमा आउने घरमा हो हल्ला गर्दै हेर आमालाई पिट्ने आमाले चाहिँ छाडी गयो रुँदैछु म एक्लै म त 9 वर्षको बालिकाले के चाहिँ थियो होइ म गर्नु आमा तिम्रो माया बुझ्न सकिनछु तिमी त छाडी गयो कसरी पो भन्नु गई रुँदैछु म आज आँसुमा डुबिरहेछु फर्किएर आउँछु भने आज म त गइरहेछु त हुँदै किन जन्म दियो आमा तिमीले झौरीको भए बरु ठिक हुन्थ्यो नि गरे बरु मारेको भए पेटमै बरु ठिक हुन्थ्यो नि बरु रुँदैछु म आज आमा बिना म त गाह्रो छु नि टुहुरो छोरा मलाई आश्रमतिर छाडिदिए बहुत जहिले अर्को बोरी ल्याएर पो बसिदिए घरबाट निकालेर म अन्त बस्न थाले म त जहिले पनि यस्तै हो नि म त बिग्रेको नि फोनहरू टिप्दै खाँदैछु म जहिले आफ्नो पेट पार्नलाई गाह्रो कसरी पो भनौँ कसले म त जहिले पहिला तास्न गर्दैछु म मेरो काल छिट्टै आवाज बरु मरेर लाग्यो सरकार नगर मलाई जानु छैन कतै मलाई ठिक हुन्छ नि ड्राइभर मलाई छाडिदिएको भयो मलाई बाटोतिर लाग्नु म त लास्टै फोरी मान्छे म त गाह्रो हुन्छ जिउन यो धरतीमा म यति नै हो मेरो ऱ्याप अनि हजुरहरूले कृपया मेरो दाइलाई सब्सक्राइब गरिदिनुहोस् होला लाइक कमेन्ट सब्सक्राइब ड्याङ ठोकिदिनुहोस् होला